हाई नमस्ते झोले लाफाको फेरि पनि आइसक्यौँ हाम्रो भ्लगमा। आज चाहिँ हामीले के अरे नानी के चाउचाउ गरे करेन्ट चाउचाउ चाहिँ अब आज चाहिँ नास्ता यही बनाएर खाने हो साथीहरू। हजुरहरूलाई पनि ह्याप्पी होली। अनि साथीहरू हजुरहरू पनि सबै सन्चै हुनुहुन्छ होला, सन्चै छन् साथीहरू। आज हाम्रो यति रमाइलो भयो कि साथीहरू होली चाहिँ। साथीहरू हाम्रो चाहिँ यहाँ करेन्ट चाउचाउ नास्ता बनाउँदैछ हाम्रो माइलीले चाहिँ बनाउँदैछन्। माइलीले चाहिँ यहाँ साग टिप्दै छ साथीहरू। अब हामीले करेन्ट चाउचाउसित खाने हो मकैबारी। कस्तो राम्रो हो के किराले खान्छ र यो सागलाई किन खाएन यहाँ किरालाई। दाइले त खाने रहेनछ यो सागलाई त भनिरहेको थियो। किराले पनि ठुलो हुने हो फैलिँदै जाने हो यो। ए खै त खाइदियो त अस्ति त हामीले त सासिन पारेर खाएको त्यो थियो र त किरा परेको थिएन हन समीप। खासै मिठो लागेन कि मलाई चाहिँ, त्यही भएर चाहिँ हामीले चाहिँ त्यही भएर नखाएको। फेरि आज फेरि माइलीले खाने भनेर टिप्न पठाएको। बुङ्गुरको त छैन, अब कुखुराको भर्छ मासु। करेन्ट चाउचाउ खाँदै यता कस्तो छ त मिठो हुन्छ सागसँग। नानी अझै देऊ त आमालाई साग। नानी कमुलो कमुलो देऊ अझै देऊ न। साथीहरू हामीले चाहिँ खाना लागिसक्यौँ। फर्स्ट बाइट खाए ल साथीहरू, फर्स्ट बाइट खाए ल। ए उता राख त जम्मै जुठो नगर। यहाँ यही चाउचाउ हो र अस्ति नि खाएको पिरै छैन कि यो। अस्ति के गरेर नानी गजब अखबरी अखबरी हो कि के हो। आज फेरि खाएको चाइनिज साग साथीहरू। अरूहरूले त मिठो छ भन्छन्, मलाई मिठो हुन्न। त्यो एकदम थालिदिएको। बुङ्गुरको मासु अझै मिठो हुन्छ गरे यो त। साग मिठो नि कि यो साग साग मिठो हुन्छ खान। यही भएर हजुर थोरै हालेको नि। ए जुठो नगर्ने यार जम्मै अहिले खानुहुन्छ त। अस्ति खाँदा त अलि मिठो लागेको थिएन सक्छ अलि मिठो लाग्यो। मोटाउने भयो काँचो साग खाएर। अहिले राख्नु यार मासुसँग खानुहुन्छ। तिमीलाई पिरो भयो? मलाई त पिरै भएन। पिरो भयो मलाई त। अस्तिको चाउचाउ त अलिक मोटो मसिनो थियो होला नि, यो त अलिक मोटो हुने रहेछ। अब टुप्पेम खानु छ। योभन्दा पिरो हुन्छ गरेको त हो। योभन्दा डबल पिरो हो टुप्पेम। 2PM 2X हो कि 2PM म्याक्स। 2PM किन भन्छ जोलो चिप्स खानु। यो सोर्गामा
म पनि देख्छ इते लानु म त कमेन्ट गर्नुहुन्छ दिदीले पनि बुझ्छ नानी बाई